मी एज अ हाउसवाइफ घुम्न जाने भनेको हाट बजार र नजिकैको मार्केट त हो नि साथीहरू होइन। ल आउनुहोस् है त आज मसँग बजार घुम्न। बजार जाने भन्ने बित्तिकै मलाई एउटा कुरा याद आयो है साथीहरू। सामान किनिसकेपछि बिल चाहिँ लिन नबिर्सिनु होला नि। फेरि अहिले नेपाल सरकारले ल्याएको छ नि एउटा योजना, त्यो योजना हो लकी ड्रबाट एउटा विजेतालाई चाहिँ लाखौँ पैसा दिने भनेको छ, 1 लाखदेखि 10 लाखसम्म। अनि त्यसमा चाहिँ त्यो लकी ड्रमा चाहिँ तपाईँ पनि पढ्न सक्नुहुन्छ क्या साथीहरू। त्यसरी चाहिँ तपाईँहरूले बिल लिन चाहिँ नबिर्सिनु होला ल। अनि यसरी चाहिँ हामी अहिले चाहिँ सुरुमा हामी हाट बजार जाँदैछौँ। फाइनली अब चाहिँ हामी हाट बजार पुगिसक्यो साथीहरू। हाट बजारभित्र इन्ट्री गर्छौँ। इन्ट्री गरिसकेपछि के तरकारीहरू जुन आवश्यक छ हामीलाई त्यो चाहिँ लिन्छौँ। त्यो लिइसकेपछि अब हाट बजारमा चाहिँ बिल लिने कुरा चाहिँ भएन है अब यहाँ चाहिँ। अब हाट बजारमा अनि हाट बजारमा केही किनमेलहरू गर्छौँ। किनमेल गरेर सकिसकेपछि एकदमै धेरै गर्मी थियो कि साथीहरू होइन। अनि बाहिर आइसकेपछि हामीले कुको जुस खायौँ। कुको जुस चाहिँ हामीले प्लास्टिकको ग्लासमा खान्छौँ किनभने प्लास्टिकको ग्लास त युज एन्ड थ्रो हो नि त। अनि सिसाको ग्लासमा त सबै मान्छेले खाएको हुन्छ, त्यही भएर चाहिँ हामीले प्लास्टिकको ग्लासमा चाहिँ खाएको। अनि जुस खाएर हामी चाहिँ घरतिर फर्क्यौँ। तर अझै बजारमा काम छ कि हाम्रो। त्यहाँ बजारमा फेरि केही किनमेल गर्छौँ एउटा पसलमा, त्यसको सामानहरू चाहिँ हामीले देखाउनु भ्याएनौँ। लास्टमा घर जाने बेलामा चाहिँ भाडा पसलमा गएर किनेको सामानहरूको चाहिँ भिडियो चाहिँ देखाएको छु मैले। अनि त्यसपछि बिल पनि लिन नबिर्सिनु होला साथीहरू। भनेको थिएँ नि अघि यसरी बिल लिने र सिस्टमबाट इन्ट्री गर्नुभयो भने तपाईँ पनि विजेता हुन सक्नुहुन्छ है। अनि केही इन्फर्मेटिभ हुन्छ कि भनेर तपाईँहरूको लागि मैले आज यो भिडियो बनाएको साथीहरू। भिडियो कस्तो लाग्यो अनि फाइनली यसरी घर पुग्यौँ। हामी घर पुगिसकेपछि खाना पकाउनको लागि मेरो प्यारो भान्जा मेरो सहयोगी हातहरू हुनुहुन्छ, उहाँहरू चाहिँ सघाइदिँदै हुनुहुन्छ मलाई। भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा धन्यवाद।